नमस्कार। आजको यस भिडियोमा तपाईहरुलाई गर्मी तनावको बारेमा जानकारी दिन जाँदैछु। अहिलेको अवस्थामा विशेष गरी तराई क्षेत्रका पशुहरूमा गाई, भैँसी, बाख्रा, भेडाहरूमा हिट स्ट्रेस अर्थात् गर्मी तनावको समस्याहरू व्यापक रूपमा बढ्दै गएको छ र यसको कारणले गर्दा कृषकहरूलाई ठूलो आर्थिक नोक्सान पनि भइरहेको छ र यो भिडियोमा तपाईहरुलाई गर्मी तनाव भनेको के हो, यसका लक्षणहरू के हुन् र हामी कसरी यसलाई समाधान गर्न सक्छौं भन्ने विषयमा तपाईहरुलाई जानकारी दिन जाँदैछु। यदि तपाईहरु पनि यस विषयबारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। र भिडियोमा अघि बढ्नुभन्दा अगाडि हामी सबभन्दा पहिला बुझौं के हो हिट स्ट्रेस अर्थात् गर्मी तनाव भनेको के हो। हिट स्ट्रेस तब सुरु हुन्छ जब पशुले आफ्नो शरीरको तापक्रम बाहिरी तापक्रमसँग सन्तुलन गर्न सक्दैन र त्यस अवस्थालाई नै हामी हिट स्ट्रेस भन्छौं। र हिट स्ट्रेस हुँदा पशुहरूमा देख्ने मुख्य लक्षणहरू भनेको सास छिटो फेर्ने र खाना कम खाने, लार मुखबाट लार आउने जस्तो लक्षणहरू देखिन्छ। र यदि यी लक्षणहरू देख्नुभयो भने तुरुन्तै पशुलाई छायामा बाँध्नुहोस् र सफा पानी पिउन दिनुहोस् र इलेक्ट्रोलाइट्सहरू दिनुहोस् ताकि पशुलाई हिट स्ट्रेस कम होस्। र यसका मुख्य कारणहरू भनेको पशुहरू लामो समयसम्म घाममा बस्दा यी लक्षणहरू देखा पर्छ र अर्को भनेको एकै ठाउँमा धेरै पशुहरू बाँध्दा पनि यी लक्षणहरू आउने गर्छ र यसका कारणले गर्दा पशुहरूमा दूध उत्पादन घट्नका साथै प्रजनन समस्याहरू पनि देखा पर्छ र त्यसैले यो नहुँदाको लागि पशुलाई राम्रो गोठको व्यवस्था गर्नुपर्ने हुन्छ र जसमा हावा चल्ने होस्, राम्रो भेन्टिलेसन होस् र सरसफाइ र सधैँ नुहाउने। यस गर्मीको समयमा 2 या 3 पटक पशुलाई नुहाउनु पर्ने हुन्छ र सधैँ सफा पानी र इलेक्ट्रोलाइट्सहरू मिनरल मिक्सरहरू दिनुपर्ने हुन्छ। र यदि आई होप यो भिडियो तपाईहरुलाई मन पर्यो, यदि मन पर्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला।